के बोल नमस्ते हजुर तपाईहरुले च्यानलमा केही छैन मेरो भाइको ब्लगलाई लाइक सब्स्क्राइब अनि कमेन्ट यसो शेयर हैन हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आयो सबैजना सन्चै नै आरामै हुन्छ होला म पनि एकदम सन्चै छु मैले खासमा ब्लग बनाउनु पर्ने त बिहानै हो तर अहिले मैले त्यो सुरु गरिरहेको छु अहिले चाहिँ म चर्चमा छु चर्चको वार्षिक उत्सव भइरहेको छ चर्चको छतमाथि छु मुनि चाहिँ खाना भइरहेको छ होइन त्यस पछाडि बनाउनु पर्ने अगाडि नै हो अगाडि बनाएर सब देखाउनु पर्ने तर भएन यो देख्न सक्नुहुन्छ यता खाना भइरहेको छ ल अबको चर्चमा हामी चर्चबाट पनि हिँडिसक्यो होइन चर्चतिरको भिडियोहरू बनाएको छैन थोरै भिडियोहरू बनाएको छ त्यही पनि यो सानो सर्टहरू भिडियो बनाएको छैन अहिले चाहिँ हामीले जान लागेको छ रुमतिर देख्न सक्नुहुन्छ यहाँ पछाडि भनौँ यो अगाडि भनौँ खै अगाडि गइरहेको छ टक्कर म गीत सुन्दै गइरहेको छु यसै अब के हुन्छ टक्कलाई फेरि तपाईँहरूलाई देखाउने नै छ फेरि सो गाइस म चाहिँ अब रुममा जाँदैछु देख्न बाटो घाटो त्यस्तो छ झ्याङबाट हिँड्ने पानीहरू जुत्ता लगाएको छ अब कसरी जाने गाह्रो छ लमा पानी छ सो गाइस म चाहिँ अब रुममा जान लाग्यो त्यस पछाडि आज टक्क लगाएर चर्चबाट आएको हल्का पेट पनि त्यो भइरहेछ गर्मी पनि भइरहेछ एकछिन रेस्ट गरेर म फेरि भेट्ने छु सो गाइज अहिले चाहिँ म आइसकेको छु यतापट्टि सो गाइज अहिले चाहिँ हामी दाजुभाइ निक्लिसकेको छ रुमबाट अनि अहिलेको मौसम हेर्नु भने पानी सानी पर्ला जस्तो लाग्दैन उज्यालो देखिरहेछ देखिन सकिन्छ यता चाहिँ बाख्रा चराएर लग्नु भएको छ दिस इज आवर यो चाहिँ भट्टाइ यही छ टक्क लगाएर हामी चाहिँ अहिले कहाँ जान लागेको भन्दा कहिले भने हामी जान लागेको छ यो डाँडामा टक्कला ठुकेर सुगेज हामी चाहिँ यो डाँडामा आइसकेको छ कति अग्लो छ लेट्सको देख्न सकिन्छ भ्यूहरू पनि टक्क लगाएर यो उचाइमा छ कि देख्न सकिन्छ त्यो चाहिँ अफिस होइन यो त्यो भएको के भन्छ अहिले भट्टा भएको त्यसमा त यतिकोमा कोही बस्दैन यो साइडमा हामी बस्ने हो देख्न सकिन्छ यो साइडमा फर्महरू छ कुखुरा फर्म पनि यो साइडमा छ टक्क लगाएर अनि त्यस पछाडि त्यो साइडमा छ यता चाहिँ नवीन बसेको छ होइन यता चाहिँ फुटबल खेलिरहेको दिस इज आवर फुटबल ग्राउन्ड अहिले चाहिँ आज चाहिँ आइतबार परेको हुनाले कोही खेल्दैन र म यस्तो डाँडातिर आएको चाहिँ होइन टक्क भ्यू देख्न सकिन्छ त्यसो चाहिँ फुटबल हानिरहेको छ होइन यता चाहिँ आमाले घाँस काटेर बाख्रा चराएर झन् आउनु भयो जस्तो छ आई थिङ्क किन हो गाइज क्यामेराको क्वालिटी राम्रो आएन नि त पागल कस्तो मान्छे रहेछ खदा भिडियो खिचिदिन्छु भने म हाँसीको या थट फेरि सो गाइस यसले एउटा भिडियो बनाउन लाग्थेँ 50 स्याहार भएको भिडियो बनाइदिनु लाग्थेँ होइन म कस्तो यो म्या भन्ने यो बाख्राको जस्तो साउन्ड किन
निक्लिरहेको छ होइन सधैँखेर निक्लिन्छ स्याड भिडियो बनाइदिनु त यसको होइन यो हाँसेर मर्न लागिसक्यो ऊ त्यहाँ देख्न सक्नुहुन्छ रनिङ हानिरहेको छ भोलि हान होला आज रेस्ट हानिदिउँ नि त भनेको हानिरहेको छ एक्लै टक्क लगाएर पागल राम्रो पोज गर्न सो गाइज वेलकम ब्याक टु आवर भुडी ग्याङ यहाँ हाम्रो भुडी देख्न सक्नुहुन्छ हेलो भन ल केही बोल नमस्ते हजुर तपाईँहरूले च्यानलमा के गरिदिनुहुन्छ गरिदिनुहोस् ल ल थ्याङ्क यू ल यता हाम्रो के भन्छ अरे के हो नाम भनौँ त ल टक्कलाई आफ्नो त्यो हाम्रो भ्लगमा केही बोलाउँ ल केही छैन मेरो भाइको ब्लगलाई लाइक सब्सक्राइब अनि कमेन्ट यस्तो सेयर होइन मेरो पनि च्यानल छ तर नामै थाहा छैन ल ल ल यो गर भाइ यो गर ल यता देखिन सकिन्छ होइन टक्कलार यो चाहिँ हाम्रो फुटबल खेल्ने ग्राउन्ड हो झ्याप्पा लगाएर यता गोलपोस्ट हानिरहेको छ यसले तर बल चाहिँ खत्रै फुटेको छ नि त टक्क लगाएर होइन यो सो गाइस देख्न सक्नुहुन्छ हाम्रो भट्टाको टिकटकर आउँदैछ यता देख्न सक्नुहुन्छ यहाँ रोनाल्डोको फ्यान भएर मेस्सीको के भन्छ अरे मेस्सीको हो हाम्रो भट्टाको टिकटकर एकदम पपुलर मान्छे देख्न सबले मलाई फलो गर्नु होला नाम पनि भन नि त ल रोशन राई .007 ल हो टक्क लगाएर मेरो नाम लेखौँ फेरि झ्याप्पा लगाएर मबाट त्यो गएको भनेर होइन देखिन सकिन्छ होइन सो थ्याङ्क यू फर वाचिङ अहिलेसम्म भिडियो दिनमा होइन सानो भिडियोहरू बनाएको छु अबको पालो चाहिँ मेरो चर्चमा आज भएको प्रोग्रामको सानो सानो भिडियो बनाएको छु त्यो ल इन्जोय गर्नु थ्याङ्क यू फर वाचिङ नेक्स्ट भेटौँला नेक्स्ट ब्लगमा